नमस्कार, म अम्बर बहादुर रोका। मेरो घर चाहिँ धादिङ नीलकण्ठ नगरपालिका 4। अहिले कार्यरत विद्यालय चाहिँ श्री काकलिङ माध्यमिक विद्यालय दोरम्बा सैलुङ गाउँपालिका वार्ड नम्बर 2। अहिले चाहिँ निर्वाचन प्रयोजनको लागि चाहिँ मलाई चाहिँ सुनपति गाउँपालिका वार्ड नम्बर 4 बेथान वडा कार्यालय भवनमा क केन्द्रको मतदान अधिकृतको रूपमा खटाइएको थियो। अनि हामी यहाँ चाहिँ 18 गते आएका थियौँ। 18 गतेदेखि हामी सुरुमा यहाँ मतदान केन्द्र निर्माण अनि खानाहरू कसरी खाने, प्लान कसरी गर्ने भनेर चाहिँ सुरु गरेका थियौँ। अनि त्यसपछि सर्वदलीय बैठक बस्ने कार्यक्रम थियो, त्यो पनि सम्पन्न भयो राम्रैसँग। अनि आज 21 गते मेनली आज 21 गतेको लागि चाहिँ यत्रो दिन प्रिपेरेसन थियो। आज 21 गते चाहिँ समयमै हामीले मतदान कार्यक्रम सुरु गऱ्यौँ। हजुर, अनि यहाँको आजको यो मतदाताहरूको कस्तो स्थिति छ, कतिको उत्साहजनक रूपमा मतदाताहरू देख्नुभयो होइन? अनि यहाँको शान्ति सुरक्षा चाहिँ कस्तो? सबभन्दा पहिला त मतदाताहरूको उपस्थितिको कुरा गर्दाखेरिमा चाहिँ खास यहाँ चाहिँ 2780 जना चाहिँ मतदाता नामावलीमा नाम दर्ता रहेको थियो। अनि त्यसमा चाहिँ सबैजना चाहिँ उपस्थित हुनु भएन। लगभग मैले डाटा चाहिँ अहिले ठ्याक्कै थाहा भएन सर, अहिले पछि थाहा होला। 1451 हजुर 1451 चाहिँ मत खसेको छ। शान्ति सुरक्षाको हिसाबले गर्दाखेरिमा त्यो कुरा गर्दाखेरिमा चाहिँ यहाँ चाहिँ शान्ति सुरक्षाको लागि जति पनि प्रहरी, निर्वाचन प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सशक्त रूपमा चाहिँ रात दिन खटेर चाहिँ हाम्रो लागि अथवा यो मतदान स्थलको नजिक वरिपरि चाहिँ राम्रो सुरक्षा दिएर चाहिँ आज 21 गते समयमै मतदान चाहिँ सम्पन्न भयो। अनि यसको लागि चाहिँ म नेपाल सरकार, सुरक्षा विभाग यो सबैलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँको स्थानीय राजनीतिक दलको प्रतिनिधिहरूको चाहिँ कस्तो सहयोग रह्यो तपाईँले? सुरुमा आउँदाखेरिमा खास राजनीतिक दलसँग कोहीसँग पनि कन्ट्याक्ट भएन, गरेन पनि, किनभने हामी निर्वाचन गराउन आयो भन्ने हिसाबले आयौँ। अनि यहाँ आएपछि चाहिँ हरेक दलका मान्छेहरू, यहाँको समाजसेवी मान्छेहरूले चाहिँ आएर के सहयोग चाहिन्छ, व्यवस्थापन कस्तो छ, बसाइ कस्तो छ भनेर सोध्दै आवश्यक सहयोगहरू, ओढ्ने कुरा, ओछ्याउने कुरा, भवनमा सरसफाइको कुराहरू सबै व्यवस्था गरिदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद यहाँको जनप्रतिनिधि अथवा राजनीतिक दलका मुख्य नेता, नेतृत्वकर्ताहरूलाई।